नमस्कार, म मित्र मेनु ढकाल, जनस्वास्थ्य निरीक्षक मुलुङ गाउँपालिका। म आज तपाईहरुसँग विशेष गरी राष्ट्रिय भिटामिन ए कार्यक्रमको बारेमा जानकारी दिन अगाडि आइरहेको छु र विशेष गरी हाम्रो यही 2082 सालको वैशाख महिनाको 6 र 7 गते राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम छ र हाम्रो मुलुङ गाउँपालिकामा पनि 6 गते र 7 गते सबै वडाहरुमा चाहिँ सबै सामुदायिक महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकहरु यो राष्ट्रिय भिटामिन ए कार्यक्रमलाई सफल रूपमा सफल बनाउँदै हुनुहुन्छ र नेपाल अधिराज्यभरिमा पनि यही 2082 सालको वैशाख महिनाको 6 र 7 गते यो कार्यक्रम सञ्चालन हुँदैछ र यो कार्यक्रममा हामीले विशेष गरी भिटामिन ए को क्याप्सुल चाहिँ हामीले 6 महिनाभन्दा मुनिका बालबालिकालाई खुवाउँदैन भने 6 महिनादेखि 1 वर्षसम्मको बालबालिकालाई आधा क्याप्सुल र 1 देखि 5 वर्षसम्मको बालबालिकालाई पुरै क्याप्सुल हामीले खुवाउँछौँ भने जुकाको औषधि चाहिँ 12 महिनासम्मको बालबालिकालाई हामीले खुवाउँदैनौँ भने 1 वर्षदेखि 2 वर्षसम्मको बालबालिकाहरूको लागि चाहिँ हामीले आधा चक्की खुवाउँछौँ भने 2 वर्षदेखि 5 वर्षसम्मको बालबालिकाहरूलाई चाहिँ हामीले पुरै चक्की औषधि खुवाउने कार्यक्रम छ र यो राष्ट्रिय भिटामिन ए कार्यक्रममा चाहिँ विशेष गरी हामीले 23 महिना भन्दा मुनिका बालबालिकाहरूको पाखुराको नाप सँगसँगै बालभिटा वितरण गर्ने कार्यक्रम छ र अरू 5 वर्षभन्दा मुनिका बालबालिकाहरूको लागि चाहिँ फेरि पाखुराको नाप जाँच गरिनेछ र राष्ट्रिय भिटामिन ए कार्यक्रममा सबैजनाले सफलता रूपमा सम्पन्न गर्नको लागि सबैजनाको सहकारी र समन्वयको भूमिका आवश्यक पर्छ र सबै स्वास्थ्य कर्मीहरू सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूलाई चाहिँ यो राष्ट्रिय महान अभियानमा चाहिँ सहयोग गरिदिनुको लागि सबैजनालाई हार्दिक अनुरोध छु। धन्यवाद, नमस्कार।